यतिखेर चाहिँ फालुट याक चिज उद्योगमा हामी आइपुगेका छौँ। यो चाहिँ सुपथ चौरीको दुधबाट उत्पादन भएर यो बनाइएको चिज हो। यहाँ कुन कुन सिजनमा चिज बनाउनुहुन्छ? हाम्रो वैशाख 15 देखि कार्तिक 15 सम्म बनाउनुहुन्छ। यो कति दुध सङ्कलन हुन्छ दैनिकी? दैनिक हाम्रो 550 लिटरसम्म हुन्छ। यो चिज चाहिँ कता कता पठाउनुहुन्छ? यो विशेष गरेर काठमाडौँ नै जान्छ प्रायः जसो। अनि हाम्रो फिदिम स्थित सिदिन डेरीले पनि यहाँको लान्छ। प्रायः जसो हाम्रो नेपाल डेरी काठमाडौँ नै हो। यो कसरी प्रति केजी कसरीले दिनुहुन्छ? यो 1200 रुपियाँ केजीले होलसेलमा लगिराख्नु भएको छ। यो उद्योग बनाउनको लागि अहिलेसम्म कुन कुन संस्थाहरूले गर्नुभएको छ कि यो कसरी चलाइराख्नु भएको छ? हामीलाई पहिला त हामीहरूले किसानहरूले आफै बजेट उठाएर हामी 7 जना किसानहरूको संयुक्त लगानीमा बनाएका छौँ। तर पछिल्लो चरणमा चाहिँ हाम्रो संयुक्त राष्ट्रसङ्घीय कृषि तथा खाद्य कार्यक्रम एफएओ मार्फत पनि लगानी छ र हामीहरूलाई 5 लाख रुपियाँ लगानी चाहिँ एनडिजले पनि लगानी गरिदिएको छ। यो छुर्पी बनाउनु फाइदा हो कि यो चिज बनाउनु फाइदा? यो चिज नै राम्रो हुन्छ। चिज चाहिँ अब छुर्पी बनाउँदा डक्चुको रूपमा जान्थ्यो होइन, अब यो चिज चाहिँ अब एकदम रोयल फुडको रूपमा राम्ररी गइरहेको छ। यो चुनौती चाहिँ के छ यो बनाउँदाखेरि? चुनौती त यसको सरसफाइको ठुलो चुनौती हो। ढुवानी र सप्लाईमा पनि अब बाटोघाटोले गर्दाखेरि एउटा चुनौती हो। अहिले मेन चुनौती भनेको हाम्रो उत्पादन लागतमा चाहिँ इलेक्ट्रिसिटी नहुँदाखेरि, बत्ती नहुँदाखेरि यो ठुलो लागत चाहिँ अलिक बढी आइरहेको छ। जस्तो यो कति समयसम्म यो स्टक बनाएर राख्न राम्रो सकिन्छ? बन्यो भने 3 सालसम्म यो केही हुँदैन, बिग्रिँदैन। यसले कसरी राख्ने हो? यसलाई नुनले पुस्दै यसरी नै ऱ्याकरमा यसलाई 12 देखि 16 डिग्री टेम्परेचरमा हामीहरूले राख्ने हो बढीमा। पशुपतिनाथ आयुर्वेदिक क्लिनिकमा बिना अपरेसन 100% ग्यारेन्टीको साथ प्रभावकारी उपचार गरिन्छ। स्थान गोस्वामी टेलिकम बिल्डिङ, सिलगढी जाने बाटो, बस स्ट्यान्ड, पानी ट्याङ्की। सम्पर्क डाक्टर सौरभ मण्डल 97 094 83 075।